जिरी नेपालका प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो। दोलखाको पर्यटकीय नगरी जिरी देश विदेशमा चिर परिचित नाम हो। नेपालको स्विट्जरल्याण्ड भनेर चिनिने जिरी प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। विगतमा सगरमाथाको प्रवेशद्वारको रूपमा रहेको जिरी स्वदेशी र विदेशी पर्यटकहरूको आकर्षणको केन्द्र हो। प्राकृतिक मनोरमताले मात्र नभई जिरी जात जाति, भाषाभाषी र संस्कृतिले पनि भरिपूर्ण छ। जिरी जिरेल जातिको किपटथलो हो भने यहाँ शेर्पा, तामाङ, सुनुवार, नेवार, क्षेत्री, ब्राह्मण लगायतका जात जातिको बसोबास रहेको छ। जिरीमा पर्यटकहरूले विभिन्न जात जातिको मौलिक एवं सांस्कृतिक नृत्य र झाँकी हेर्न पाउँछन्। ढुङ्गी अर्थात लिंकन बजार, पुरानो हाट डाँडा हालको माने डाँडा र खावा बजार जिरीका मुख्य बजार क्षेत्र हुन्। जिरीमा सुविधा सम्पन्न होटल लजहरूको व्यवस्था छ। यहाँ आउने पर्यटकहरूले चौली गाईको दूधबाट बनेको याक चीज, छुर्पी तथा जिरीमा उत्पादन भएको किवी, चिया र आलुलाई कोसेलीको रूपमा लैजाने गर्छन्। क्लिन जिरी, ग्रीन जिरी, अर्गानिक जिरी जिरीको मुख्य नारा हो। जिरी आउने पर्यटकहरूलाई अर्गानिक खानाका परिकार खुवाउने गरिन्छ। जिरीमा रहेका तेन्जिङ हिलारी पार्क, टोनी हिगन पार्क, माने डाँडा पार्क, बुद्ध पार्क, गुराँस पार्क र स्टोन पार्कमा पर्यटकहरू रमाउन सक्छन्। जिरी नगरपालिका वडा नम्बर 1 मा रहेको 5 पोखरी, जट्टा पोखरी धार्मिक र पर्यटकीय केन्द्र हो। स्वर्गको एउटा टुक्रा मानिने यो स्थानमा जनै पूर्णिमामा भव्य मेला लाग्ने गर्दछ। हनुमानले सञ्जीवनीको बुट्टी लगिएको धार्मिक विश्वास रहेको हनुमन्ती, जिरेश्वरी महादेव, हलेश्वर महादेव, रामबोली कालीदेवी, जिरी गुम्बा, एलुङ गुम्बा लगायतका मठ मन्दिर र गुम्बा, चैत्य तथा चर्चहरू मुख्य धार्मिक गन्तव्यहरू हुन्। जिरीमा निर्माण भइरहेको दक्षिण एसियाकै अग्लो गुरुडिम्पुर्सेको मूर्ति बौद्ध धर्मावलम्बीहरूका लागि अर्को आस्थाको केन्द्र हो। जिरी आउने पर्यटकहरू छोटो दूरीको पदयात्रा र हाइकिङमा जाने गर्दछन्। 5 पोखरी, जट्टा पोखरीको यात्रा, जिरीबाट क्याङसे पोखरी हुँदै चोरदुङसम्मको यात्रा र गुराँस पार्कबाट ठूलो नागी हुँदै हनुमन्तेसम्मको पदयात्रामा प्रकृतिको अनुपम सुन्दरतासँग रमाउन सकिन्छ। चोरदोङ जिरीको सुन्दर पहाड हो। त्यहाँबाट देखिने गौरीशंकर हिमाल, नुम्बुरी हिमाल, रोलबालिङ हिम श्रृङ्खला र सगरमाथा क्षेत्रका हिम श्रृङ्खलाको दृश्य बयान गर्न लायक हुनेछ। शिक्षा, पशुपालन र कृषिको अध्ययन भ्रमणका लागि पनि जिरी एउटा गन्तव्य हो। नेपालकै नमुना मानिने जिरी प्राविधिक शिक्षालय र नेपालको एकमात्र गाई आनुवांशिक स्रोत केन्द्र जिरीमै छ। सलल बगेको जिरी खोला, लिंकन बजारको दक्षिणतर्फ रहेको समथर फाँटमा देखिने उन्नत जातका गाईको लस्करले पनि जिरीको सुन्दरतालाई थपिदिएको छ। सुन्दर, शान्त र रमणीय जिरीको भ्रमण गरौं।